आदरणीय दर्शकवृन्द, अभिवादन, जय मङ्गोल। सन्तुलित र समृद्ध समाज निर्माण आजको राष्ट्रिय आवश्यकता। एमएनओ डिजिजीको चाहना सन्तुलित र समृद्ध समाजको स्थापना भन्ने मूल मुद्दा लिएर मङ्गोल नेसनल अर्गनाइजेसन डाक्टर गोपाल गुरुङ सङ्गठन चाहिँ तपाईँ हाम्रो बिचमा चाहिँ आज सडक सङ्घर्षरत अभियानमा छ। विशेष गरेर जनसङ्ख्याको आधारमा साइज अनुसारको शक्ति सन्तुलन सहितको सन्तुलित र समृद्ध समाज जबसम्म निर्माण हुन सक्दैन तबसम्म यो देशमा कुनै पनि खालको वादहरू अनि कुनै पनि खालको व्यक्तिहरू, लिडरसिपहरू, नेतृत्वहरू होइन, या जुनसुकै व्यक्तिहरू, चाहे यहाँ अहिले बजारमा गर्मागर्मी बहसमा आइरहेका नयाँ अनुहारहरू भन्ने एक दुईजना तथाकथित नयाँ अनुहार विदेशीको दलाल हाम्रो यो बालेन शाह एउटा तेली, यो विदेशीको घोडा जो अमेरिकी एम्बेसीद्वारा पैसा लगायतका सैकडौँ दर साधनहरू भित्राएर देशलाई खरानी बनाउने यो एउटा सिंहदरबारदेखि लिएर मुलुकलाई ध्वस्त बनाउने एउटा यो एक खालको आततायी आतङ्ककारी यो एउटा दलाल, विदेशी दलाल। अनि अर्को घन्टे यो सहकारी ठग जुन चाहिँ मैले यहाँहरूलाई भनिरहनु पर्दैन, राष्ट्रिय स्वतन्त्र पार्टी कहाँबाट जन्मियो होइन, उसको चुनाव चिन्ह घन्टी होइन, यो त तपाईँ हामीले भनिरहनु पर्दैन। सर्वसाधारणले पनि यो अमेरिकाबाट सञ्चालित पार्टी रहेछ भन्ने कुरा तपाईँ हाम्रो माझमा प्रष्ट भइसकेको छ। मित्रहरू, आज यो भएको कारणले जुनसुकै व्यक्तिहरूको यो फुच्चेहरूको खालको नामहरू अगाडि आइरहे तापनि आज देशमा बहुसङ्ख्यक समुदायहरू 80% यो देशको तमाम मूलवासी मङ्गोल नागरिकहरू उत्पीडन र विभेदमा छ। यो कुरा लगभग विगत लामो समय 500 वर्षदेखि यो समुदाय आफ्नो राजनैतिक अनि आर्थिक होइन, सामाजिक लगायत सांस्कृतिक अधिकारहरूबाट वञ्चित भएर विमुख भएर एक खालको दासको जीवन जिउन बाध्य पारिएको छ। मित्रहरू, यस आजको अपरिहार्यता भनेको यो जुन एक खालको यो बाहुन सत्तालाई धुलो चटाउनु नै आजको प्रमुख एक खालको सल्भ यो नेपालको सारा राजनैतिक समस्याको हल भनेको, विभेद भनेको यो बाहुन सत्तालाई डाँडा कटाउनु नै हो। यो भन्दा अर्को अप्सन छैन। यिनीहरूले विभिन्न खालका कुराहरू लिएर तपाईँ र मलाई आज होइन ढाँटिरहेको अवस्था छ। यो बाहुनहरूले विदेशी बाहिरको बाह्यवादहरू, विदेशीवादहरू ल्याएर साम्यवाद स्थापना गर्छु भन्छ। आदरणीय मित्रहरू, यो बाहुनले तपाईँ र मलाई आज ढाँटेको यो जुन साम्यवाद स्थापना गर्छु भनिरहेको छु मित्रहरू, यो बाहुनको जुन एक खालको पुराना दलहरूको बाहुनको यो साम्यवाद माथि स्वर्गमा मात्रै पुरा हुनेछ मित्रहरू। किनभने म यहाँहरूलाई एउटा उदाहरण पेश गर्न चाहन्छु। के साँच्चै यिनीहरूले साम्यवाद स्थापना गर्न सक्छन् त? साम्यवाद भनेको सबैले बराबरी हैसियत पाउनु हो मित्रहरू। जस्तै एउटा हलभित्र रहेका तमाम नागरिकहरू भनौँ, भोकाएका मानिसहरू भनौँ 10,000 मानिस, फर दि इक्जाम्पल 10,000 नागरिकहरूलाई एउटा हलभित्र राखेर त्यहाँ उनीहरूलाई आवश्यक भोका नागरिकहरूको निमित्त त्यहाँ ट्रक लगेर त्यहाँ सुन्तला या स्याउ त्यो हलमा खनाइदिने हो भने तपाईँहरू विचार गर्नुहोस्, त्यहाँको जवान नागरिकले कति स्याउ र त्यो सुन्तला पाउन सक्छ, अनि एकजना वृद्ध मानिसले कति पाउन सक्छ, र एउटा नाबालक एउटा नागरिकले मानिसहरूले कति पाउन सक्छ, र अर्को एक खालको वृद्ध असहाय अपाङ्गहरूले कति स्याउ र सुन्तला भागमा पर्ला मित्रहरू।
के साँच्चै त्यो हलभित्र रहेका 10,000 के अरे चाहिँ नागरिकहरू चाहिँ मध्येबाट के अरे चाहिँ जवान नागरिकहरू अनि वयस्क केटाकेटी वृद्ध असहाय अपाङ्ग तिनीहरूले के बराबरी पाउन सक्छ मित्रहरू? त्यो के अरे चाहिँ कदापि पनि सम्भव छैन। किनभने जो भोकाएको के अरे चाहिँ त्यहाँको वयस्क नागरिकहरूले ज्यादाभन्दा ज्यादा उनीहरूले चाहिँ के अरे चाहिँ त्यो स्याउ र सुन्तला के अरे चाहिँ प्राप्त गर्नेछ भने चाहिँ जो घस्रेर पनि हिँड्न नसक्ने ओछ्यानदेखि उठ्न नसक्ने असहाय जुन अपाङ्ग वृद्ध के अरे चाहिँ भएका नागरिकहरूले त्यहाँ के अरे उब्रिएका के अरे चाहिँ दयामायाले कसैले दिएको बाहेक केही पनि पाउन सक्दैन मित्रहरू। एक बालक के अरे चाहिँ नाबालक र नाबालिका नागरिकहरूले के प्राप्त गर्न सक्छ? यस्तै हो मित्रहरू के यिनीहरूले चाहेको बराबरीको के अरे चाहिँ हैसियतको चाहिँ के अरे साम्यवाद भनेको। यो साम्यवाद भनेको चाहिँ जति के अरे चाहिँ त्यो हलभित्र भएका 10,000 नागरिकलाई त्यो ट्रकबाट लगिएको स्याउ र सुन्तलाको जति के अरे चाहिँ टोटल सङ्ख्या छ त्यो चाहिँ बराबरी प्राप्त गर्नलाई चाहिँ साम्यवाद भन्यो। के त्यो सम्भव छ मित्रहरू? त्यो सम्भव छैन। त्यसो भएको हुनाले के अरे चाहिँ यो बाहुनको पछाडि त्यो गुलियो एक खालको के अरे वचन सबैलाई बराबरीको के अरे चाहिँ हैसियतको के अरे चाहिँ खालको साम्यवाद स्थापना गर्छौँ भनेर आजसम्म तपाईँ र मलाई ढाँटिरहेको छ। यस्ता खालका झुट प्रवृत्तिको पछाडि के अरे चाहिँ लाग्न आजैबाट बन्द गर्नुपर्छ मित्रहरू। त्यसो गर्न नसकेको खण्डमा हामी युगौँसम्म पुस्तौँसम्म हामी चाहिँ फेरि पनि हाम्रा के अरे चाहिँ हामी दास भयौँ। हाम्रो के अरे कमिङ जेनेरेसनहरू पुस्ताहरू पनि दास बन्नेछ मित्रहरू। मैले यहाँहरूलाई पटक पटक सजग र चनाखो रहन आग्रह गरिरहेको छु। किनभने चाहिँ कम्तीमा हामीले आज यो देशका तमाम भूमिपुत्र मूलवासी मङ्गोल समुदायहरूले दासको जीवन जिइरहेका छौँ। यस्तो खालको यो चाहिँ जीवन होइन, दुःखद जीवन हाम्रो कमिङ जेनेरेसनले जिउन नपरोस्। आदरणीय के अरे चाहिँ मूलवासी मङ्गोल आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू बेलैमा सजग रहौँ, चनाखो रहौँ र यो के अरे चाहिँ खालको लुटेरा होइन, यो पापिष्ट जुन चाहिँ के अरे चाहिँ विगत लामो समय 500 वर्षदेखि मोज मस्ती गर्ने लुटेरा क्रफ्ट भ्रष्ट यो बाहुन छेत्री के अरे चाहिँ नेताहरूलाई अब भोट दिनु भनेको चाहिँ तपाईँ र मैले के अरे चाहिँ आत्महत्या गर्नु के अरे चाहिँ सुसारा हुनेछ। त्यो आत्मघाती कदम अब कहिले पनि तपाईँ र मैले के अरे चाहिँ चाल्नु हुँदैन। यहाँहरूलाई के अरे चाहिँ म यही कुरा फेरि पनि स्मरण गराउन चाहन्छु। त्यो बाहुनले के अरे तपाईँलाई भनिरहेको साम्यवाद त्यो सम्भावना छैन। किनभने आज के अरे चाहिँ टोटल संरचनाको चेन्ज, राज्य व्यवस्था नै के अरे चाहिँ परिवर्तन चाहिँ आजको आवश्यकता हो। यो जुन चाहिँ राज्य होइन व्यवस्था चेन्ज गर्नुपर्छ। त्यसो भएको हुनाले मङ्गोल नेसनल अर्गनाइजेसन ड्यास डाक्टर गोपाल गुरुङले जुन चाहिँ जनसङ्ख्याको आधारमा के अरे चाहिँ एक खालको चाहिँ के अरे अधिकार बाँडफाँड सहितको एउटा सन्तुलित र समृद्ध समाजको चाहिँ के अरे चाहिँ निर्माणको परिकल्पना गरेको छ। कम्तीमा तपाईँहरूलाई के अरे चाहिँ एमएनओ डिजिजीको यो मुद्दामा असहमत हुनुहुन्छ भने पनि तपाईँहरूलाई के अरे चाहिँ म सजग र चनाखो रहन के आग्रह गर्छु भने कम्तीमा तपाईँसँग भएको मत त सुरक्षित गर्नुहोस् होइन। एमएनओ डिजिजीको मुद्दासँग तपाईँलाई कति कुराहरू चित्त नबुझ्न सक्ला होइन। तपाईँ के अरे चाहिँ आमा बुवाहरूलाई लामो समयदेखि कङ्ग्रेस एमाले माओवादीमा रहेर आफ्नो के अरे चाहिँ महत्त्वपूर्ण जीवन तपाईँले त्यहाँ खर्च गर्नुभएको छ होइन। तपाईँहरूलाई म आग्रह गर्न चाहन्छु कृपया के अरे चाहिँ तपाईँको पुस्तालाई चाहिँ एक खालको तपाईँले आज सोच्नुपर्ने दिन आएको छ। आज पनि सोच्न सक्नु भएन भने तपाईँलाई फेरि पनि त्यो बाहुनलाई अनि छेत्रीलाई तपाईँले मत हस्तान्तरण गरिरहनु भयो भने आउने के अरे चाहिँ कमिङ जेनेरेसनले आदरणीय के अरे चाहिँ बुवा आमा तपाईँहरूलाई विशेष गरेर मूलवासी नागरिक आमा बुवा दाजुभाइ दिदीबहिनीलाई तपाईँको कमिङ जेनेरेसनले धिक्कार्नेछ। त्यसो भएको हुनाले बेलैमा के अरे सजग रहनको निमित्त म हार्दिक के अरे चाहिँ आग्रह गर्न चाहन्छु यहाँहरूलाई। हस्, धन्यवाद। जय मङ्गोल, जय मूलवासी।